हेलो साथीहरू नमस्कार, के छ हालखबर? के अरे भिडियो कसरी एडिट गर्ने त? फनी भिडियोहरू कसरी बनाउने भनेर मैले स्क्रिन सेयर गर्दैछु, तपाईँहरूले राम्रोसँग ध्यानसँग हेर्नुहोला। भिडियो कसरी एडिट गर्ने, कसरी जोड्ने हो, त्यो सबै म स्क्रिन सेयर गरिदिन्छु, तपाईँहरू ध्यान दिएर हेर्नुहोला है। पहिले तपाईँहरूले एउटा एप्स डाउनलोड गर्नुपर्ने हुन्छ, त्यो VN एप्स, अनि अर्को चाहिँ क्याटकप। दुईटामा मैले VNदेखि पनि क्याटकपदेखि पनि एडिट गर्छु। तपाईँले VNदेखि एडिट गर्नुहोला। मैले स्क्रिन सेयर गर्दैछु, ध्यानसँग हेर्नुहोला है। स्टार्ट भयो मेरो स्क्रिन, अनि तपाईँले सर माथि मैले VN देखाउँछु। मसँग यो कट पनि चाहिँ अनि VN पनि छ। यो कट पनि चाहिँ यो कट भयो। यो डबल रोल बनाउँदाखेरि यसबाट गर्नु होला। अनि म ब्याक गएँ, यसलाई एकछिन, अनि VNदेखि मैले धेरै जस्तो VNदेखि नै गराउँछु, सजिलो लाग्छ मलाई। अनि क्यापकट यो कटदेखि चाहिँ डबल रोलहरू बनाउँदाखेरि सजिलो हुन्छ क्या। अहिले चाहिँ म VN देखाउँछु, प्लस आइकन। अनि म चाहिँ फनी भिडियो, कुनै पनि फनी भिडियो म जोडेर देखाउँछु तपाईँहरूलाई। अनि पहिला न्यू प्रोजेक्ट, मैले भिडियो बनाइरहेको छु। कुन भिडियो चुज गरौँ भनेपछि यहाँ म एउटा भिडियो चुज गर्छु। अब मैले यो भिडियो चुज गरेँ होइन, एउटा भिडियो यो चुज गर्छु म, 12 सेकेन्डको कस्तो छ। यो चाहिँ बाख्रा रेबी है साथीहरू, बाख्रा चराउन जाँदाखेरि सल्केको बाख्रा रेबी छ। अब यो भयो होइन, यसलाई चाहिँ मैले फ्यालिदिएँ। अहिलेको लागि म यसलाई फ्यालिदिन्छु, म अहिलेको लागि। अनि म ब्याक जान्छु। पहिला म अर्को भिडियो लिन्छु कुनै पनि। अब यो जोड्नु पऱ्यो नि त। तपाईँहरूले म यो बाख्रासँग यो भिडियो ल्याउँछु है त। अनि यो लिएँ, मलाई यति चाहियो, मलाई यति यहाँसम्म चाहियो, मलाई यहाँसम्म मात्रै चाहियो। म भिडियो कसरी बनाइदिएँ, यहाँसम्म चाहियो मलाई। अनि यसलाई ट्याक्क कट गरिदिने, स्प्लिट भनेर ट्याक्क कट गरिदिने, यहाँ कैँची देखाएको हुन्छ। अनि मलाई यताको भिडियो चाहियो, यो भिडियो यति चाहियो। अब यो फाल्टु भयो, यसलाई म यहाँ डिलिट गरिदिन्छु है। यसलाई पनि यो कालो पनि डिलिट गरिदिएँ। अनि फेरि तपाईँले यहाँ प्लस आइकनमै दबाउनु। त्यसपछि गएर तपाईँले अघि मैले रेकर्ड गरेँ यो हाल्ने सट्ट अब आउँछ। यो चाहिँ बाख्रा रेबी चाहिँ साथीहरू, बाख्रा चराउन जाँदाखेरि सल्केको बाख्रा रेबी छ। कुकुर रेबी भयो, कुकुर जस्तो हुन्छ, बाख्रा रेबी भयो, बोका जस्तो हुन्छ साथीहरू। यो भयो। अब मैले लास्टमा एउटा कुनै पनि फनी भिडियो डाउनलोड गरेर राख्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ लास्टमा हालिदिनु यसरी प्लस आइकन दबाउनु। मैले यहाँ एउटा फनी भिडियो, हाँसेको भिडियो डाउनलोड गरेर राखेको छु, त्यसले चाहिँ यो भिडियो मैले हालिदिएँ। सर एकचोटि यो चाहिँ बाख्रा रेबी चाहिँ साथीहरू, बाख्रा चराउन जाँदाखेरि सल्केको बाख्रा रेबी छ। कुकुर रेबी भयो, कुकुर जस्तो हुन्छ, बाख्रा रेबी भयो, बोका जस्तो हुन्छ साथीहरू। अनि म लोगो बनाउनु होला, कुनै पनि लोगो बनाएर लोगो पनि राखेको हुन्छ। मैले चाहिँ लोगो बनाएर राखेको छु अलरेडी। यसलाई चाहिँ अब यो डाउनलोड गर्नु, यसलाई डाउनलोड गर्नुहोस्, माथि जाने अनि एक्सपोर्ट गरिदिनुहोस्। डाउनलोड भयो है त। म यो डाउनलोड गर्न चाहिने, किनभने मैले